चाहिँ मुक्त भएर अब मुखमा के दल्छु देखाउँछु यता मैले सेटाफिलको जेन्टल क्लिन्जरले क्लिन्स गरेँ किनभने मैले अहिले पनि टोनर किनेको छैन क्या मैले चाहिँ युज गर्ने भनेको डक्टर लेभिन्सको अल्टिमेट लिफ्ट सिरम भन्ने छ यो थोरै लिन्छु जाडो यति लिन्छु अनि त्यसपछि किनभने मैले चाहिँ यो नाइटमा मात्रै लाउँथेँ तर अब अहिले चाहिँ मसँग छैन नि त टोनर त्यही भएर म त्यसको सट्टा चाहिँ यो लाउँछु जस्ट gentle massage so यस्तो हुन्छ नि त्यसपछि म आई क्रिममा चाहिँ लगाउँछु यो चाहिँ सुक्न दिन्छु हैन यो चाहिँ डक्टर लेभिन्सकै फर्मिङ आई क्रिम डे एन्ड नाइट हो अनि नाइटमा चाहिँ हेर्नु एजिलिक एसिड लाउँछु धेरै नै भयो क्या हो म चाहिँ यो दागपट्टि चाहिँ लाउँछु क्या त्यही यहाँनिर चाहिँ मेरो एक्ने आएछ मेरो एक्ने चाहिँ आउँछ होइन अनि त्यो उनी हुँदैन क्या पाक्दैन फुटाउने हुन्छ होला होइन त्यसपछि चाहिँ म यो लारस पोसेको मोइस्चराइजर थोरै लगाउँछु थोरै भनेर यहाँ कुनामा छ अलिकति हेर मलाई यस्तो लगाउने बेला बोल्न चाहिँ आउँदैन है मान्छेले कसरी बोल्छन् लिप गर्छु है लिपमा कहिलेकाहीँ चाहिँ म यो लिप बाम र सेटाफिल यो चाहिँ SPF 50 मात्र छ त्यही भएर मैले यसलाई दुईटालाई कम्बाइन गर्छु र यसले मात्रै मलाई राम्रो गर्थ्यो तर I'll just take this amount. यसमा त छैन कि यसमा चाहिँ बाहिरै निक्लेको लगाउँदा पनि इनफ हुन्छ यसको चाहिँ लास्टै धेरै सेतो हुन्छ नि त सो यसलाई I'll mix like this म धेरै स्क्रिन टाइम हुन्छ नि त मेरो मोनिटरमा त्यही भएर मैले कहाँ पो सुनेको थिएँ इफ यु आर युजिङ स्क्रिन टाइम फाउन्डेसन लगाऊ भनेर सुनेको थिएँ तर मैले त्यो चाहिँ लगाएर ट्राई गरेँ होइन मेरो स्किन NYX को स्टिक क्लिक भन्ने छ होइन यो ग्लस प्लस लिपस्टिकै टाइप गर्छ क्या यो लाइस केही पनि लाउनु पर्दैन Hey there. Look at that. Ready सँग छ क्या बोबा हो कि जो बोबा हो so I'll just use 2 inch मेरो नुहाएको दिन र भोलिपल्ट मात्र हो कपाल राम्रो हुने त्यसपछि त त्यस्तो नहुँदै हुन्छ बिहान नुहाएको